आदरणीय मित्रहरू, मैले अध्यात्मको बाटोमा भन्ने पुस्तकबाट प्रत्येक च्याप्टरलाई पाठ गर्दै आइरहेको छु। आज मैले 5औं नम्बर आत्माको बारेमा, आत्मा के हो भन्ने बारेमा लेखिएको पाठ यहाँहरू समक्ष सुनाउन गइरहेको छु। संसारमा दुई किसिमका मान्छेहरू छन्। ती दुई हुन्, एउटा भौतिकवादी, अर्को अध्यात्मवादी। यहाँ आत्माको बारेमा केही लेख्नु भन्दा अगाडि भौतिकवादीका विचारलाई पनि जान्न आवश्यक छ। भौतिकवादीले मान्छे जन्मेर यही जीवनमा जे गर्न सकिन्छ त्यही गर्ने हो, आफूले गरेको कुकर्मको सुकर्मको फल अर्को जन्ममा पाइन्छ भन्ने कुरा गलत हो, मरेपछि सबै कुरा सकिन्छ भन्ने मान्यता राख्दछ भने आध्यात्मिक मान्छेले आत्मा, परमात्मा, जन्म, पुनर्जन्म र कर्मफल भोग्न बाध्यकारी हुन्छ भन्ने मान्यता राख्दछ। मान्छे मरेपछि सकियो, न मरेको मान्छे फेरि जन्मेर आउँछ, न कसैले देखेको छ, न पहिला जन्ममा म यस्तो थिएँ र यो जन्ममा यहाँ जन्मन पुगेँ भनेर पुष्टि गरेको पाइन्छ। यदि कसैले भन्यो भने पनि कसैले मान्ने पक्षमा छैन। चारवाक नास्तिक दर्शनका प्रवर्तकका अनुयायीहरूले आत्मा र पुनर्जन्ममा विश्वास गर्दैनन्। उनीहरूलाई आत्मा र पुनर्जन्मको कर्मफलका कुराले छुँदैन। उनीहरूको लागि यो संस्कृतको श्लोकले निकै बल पुर्याउँछ। न स्वर्गो नाक पार्गसो आत्मा नो पारलौकिक यावत् जीवम सुखम जीवेत ऋणम कृत्वा कृतम पिबेत। माथिको श्लोकको अर्थ न स्वर्ग छ, न मोक्ष छ, परलोकमा जाने आत्माको पनि कुनै अस्तित्व छैन। त्यसैले मान्छे बाँचुन्जेल सुख भोग्नुपर्छ, सुखले बाँच्नुपर्छ, ऋण गरेर भए पनि घिउ खानुपर्छ भन्ने बनाइयो। पहिलेका नास्तिकहरूले कमसेकम ऋण गरेर घिउ खाने कुरा गर्थे। घिउले शारीरिक रूपमा तिनलाई केही त फाइदा गर्थ्यो। तर आधुनिक नास्तिकहरूले त खाओ पियो मोज गरो भन्छन्। रक्सी सुरा सुन्दरीमा लिप्त भई क्षणिक आनन्दको लोभले शरीर क्षीण बनाइरहेका छन्। धन प्राप्तिको लागि जस्तो सुकै कुकर्म गर्नु पनि पछि पर्दैनन्। पाप धर्मको कुनै चिन्ता छैन। यही कारणले अहिलेको दुनियाँमा भ्रष्टाचार, व्याभिचार, अन्याय, लुटतन्त्र मच्चाउन कोही पनि पछि पर्दैनन्। एकचोटि पोलिएर नाश भएको शरीर र शरीरसँग नाश भएको आत्मा कसरी फर्कन सक्छ? आधुनिक बुद्धिजीवी भन्नेले भनेकै छन्, तर पनि थुप्रै वैज्ञानिकहरूले भौतिक जड पदार्थभन्दा माथि पराभौतिक तत्त्व छ भन्ने अनुभूति गरेका छन्। कयौं यस्ता डाक्टरहरू छन्, उनीहरूले शरीरको अवस्था सब ठिक भएका मान्छेहरूलाई अपरेसनपछि बाँच्न नसकेको र कुनै पनि हालतमा बाँच्दैनन् भन्ने बिरामी मान्छे बाँचिरहेको देखेका छन्। प्रत्येक क्षण डाक्टरले नयाँ रोग र नयाँ चुनौतीको सामना गर्न परिरहेको छ। नयाँ समस्यालाई समाधान गर्न सक्ने क्षमता कसले प्रदान गर्छ? त्यही कुरा अलौकिक छ। सङ्गीतको आत्मा सङ्गीत नै हुनसक्छ। वाद्य यन्त्र सङ्गीतको साधन हुन सक्दैन जबसम्म साधकले यी यन्त्रबाट सङ्गीतको सिर्जना गर्दैन, तबसम्म यी यन्त्रहरू मृत समान छन्। जसरी सङ्गीतलाई दर्शाउन वाद्य यन्त्र चाहिन्छ, त्यसै गरी आत्मालाई शरीरको आवश्यकता हुन्छ। हामीहरूले आत्माको अनुभूति बिना अन्जानमै शरीरको रचना गरिएका छौँ। हाम्रा शास्त्रहरूमा आत्माको बारेमा यसरी संस्कृत श्लोकमा लेखिएको छ। न प्राणेन नापानेन मृत्युर्जीवित कञ्चन इतरेण तु जीवन्तु यस्मिन्ने ताबुपाश्रितौ। जीवन न त प्राणको आश्रय हो, न अपानको। यो त अर्कै वस्तुको आश्रय हो, जसमाथि प्राण र अपान आफ्नो अस्तित्वको लागि आश्रित छन्। माथिको स्वर्गले मान्छेको शरीर यो आत्माको आश्रय स्थल हो, जहाँ जीवतत्व आत्मामा आफ्नो अस्तित्व कायम राख्न प्राण र वायु आश्रित छन् भन्न खोजिएको छ। यदि मानिसले आफूलाई म को हुँ भनेर चिन्दैन भने, जीवनको स्वरूप बुझ्दैन भने, उसले आफ्नो आदर्श उद्देश्य के हो भनेर बुझेन भने जीवनको सञ्चालनको बारेमा जान्ने कुरै आउँदैन।
अज्ञान स्वरूप गरिएको कर्मबाट तृप्ति कसरी हुन सक्छ? वास्तवमा प्रकृति नै मानव जगतको ज्ञानको क्षेत्र हो र परमात्माको रचना पनि हो। मानिसको इन्द्रियद्वारा उत्पन्न बुद्धि ज्ञानबाट नै सम्पूर्ण नयाँ आविष्कार र नयाँ वस्तुको निर्माण गरिएको हो। हामीले अरूको बारेमा धेरै ज्ञान बटुल्ने गर्छौं, तर आफूले आफैको बारेमा के हो भन्ने पटक्क जान्दैनौं। जुन मानिस अध्यात्मबाट अविपरीत भएको हुन्छ त्यही व्यक्तिले मात्रै आत्मा, परमात्मा, लौकिक अलौकिक, जन्म पुनर्जन्म र मृत्युको बारेमा खोज गर्न आतुर हुन्छ। उसले म को हुँ भनेर आफूले आफैलाई सोध्न पुग्छ। म को हुँ भन्ने प्रश्नको उत्तरको रूपमा आत्मा, परमात्मा हाम्रा अगाडि आउँछन्। मानवको शरीर र मानवमा भएको कर्मेन्द्रिय र इन्द्रियहरूको सञ्चालन कसले गरिरहेको छ? कोबाट सञ्चालित छ? कुनै पनि परिस्थितिलाई कसरी सामना गर्ने भन्ने कुरा सुझाव मनभित्रबाट कसले भनिरहेको छ? यी सारा बोध हुनु भनेको आत्मबोध हो र मानवलाई सही र गलत बाटोमा निर्दिष्ट र सञ्चालन गर्ने तत्त्व भनेको आत्मा हो भन्ने कुरा प्रमाणित गर्न सकिन्छ। वैज्ञानिकहरूले हालै सोफिया नामक रोबोटको निर्माण गरे। सोफियाले दुनियाँको बारेमा बोल्न सक्ने, मान्छेलाई देख्न सक्ने, कुरा गर्न सक्ने, पुस्तक पढ्न सक्ने समेत बनाएर संसारलाई चकित बनाए। ती सोफियाभित्र प्रोग्रामिङ गरेका कुरा भन्दा बाहिरका कुरा आउने बित्तिकै अवाक हुन्छन्। यसो हेर्दा मानव जस्तै बोल्छन्, हिँड्न सक्छन्, देख्न सक्छन्। साँच्चै भन्यो भने मान्छे जस्तै धेरै कुरा गर्न सक्छन्, तर उनीभित्र राखिएको प्रोग्रामभन्दा बाहिर जान सक्दैनन्। उनमा गति दिनको लागि पावर अर्थात् करेन्ट अफ गरियो भने उनी निष्क्रिय हुन्छन्। करेन्ट त अदृश्य छ। सोफियाभित्र जीव छैन, न त जीवत्व छ। उनी आत्माविहीन मेसिन मात्रै हुन्। मान्छे आफैमा सुपर कम्प्युटर हो। जीवलाई परमात्माद्वारा स्त्री पुरुषबाट घटित सङ्गम गराएर जन्माइएको हो भने मानवभित्र रहेको प्रोग्रामर यसको आत्मा हो। आत्माले मदरबोर्डमा प्रोग्रामिङ गरेर स्वचालित बनाइएको हुन्छ। बेग्लै परिस्थिति आउने बित्तिकै प्रोग्राम बदल्न सक्छ, तुरुन्त नयाँ बनाउन सक्छ। मान्छेभित्र जुन जीव तत्त्व छ त्यही नै आत्मा हो। त्यो आत्मा शरीरको कुनै भागमा छ? यसरी प्रश्न गर्दा यसको उत्तर यो हुन सक्छ, जसरी परमात्माको उपस्थिति ब्रह्माण्डको जड थल प्राणीमा अर्थात् सर्वव्यापी छ, त्यसै गरी यो आत्मा शरीरको जुनसुकै भागमा पनि व्याप्त छ। अनि आत्मा शरीर मरेर मर्दासँगै मर्छ भन्ने प्रश्नको उत्तरमा भागवत गीता अध्याय 2 श्लोक 23 मा यस्तो भनिएको छ, नैनम छिन्दन्ति शास्त्राणि नैनम दहति पावक न चैनम क्लेश यान्तोपो न शोषेति मारुत। भगवत गीता अध्याय 2 श्लोक 23। आत्मालाई कुनै शस्त्रले काट्न सक्दैन, त्यसरी नै अग्निले जलाउन पनि सक्दैन, यसलाई पानीले भिजाउन पनि सक्दैन र डुबाउन पनि सक्दैन, हावाले सुकाउन पनि सक्दैन। आत्मा मर्दैन, थूल शरीर नाशवान छ। यो नित्य स्वरूप आत्मा न उत्पन्न हुन्छ न त मर्दछ, न कुनै कारणबाट उत्पन्न भएको हो, न आफै केही बनेको छ। त्यो यो चाहिँ नि अजन्मा, नित्य, सनातन एवं पुरातन छ। शरीर मरेर गए पनि त्यो मर्दैन। कसैले नाश गर्दैमा आत्माको नाश हुँदैन। यो अणुभन्दा पनि सूक्ष्म छ, महानभन्दा पनि महान छ। त्यो तपाईँ हाम्रो भित्र छ, जो तपाईँ हाम्रो स्वरूप हो। त्यसैलाई हामीले चिनौँ, त्यसलाई चिनौँ, त्यसको महिमा बुझौँ। हाम्रा शोक, विषाद, भर्म सबै निर्मूल हुनेछन्। हामीले मरेको भन्ने मान्नलाई हाम्रो शरीरबाट जीवात्माले शरीर छोडेर जानुलाई नै भनिएको छ। मान्छे आफ्नो प्रारब्धमा रहेको आयु बाँचेर ठुलो शरीरको मृत्यु भई अदृश्य जीवात्मामा परिणत हुन्छ। उक्त जीवात्माले पुनः अर्को शरीर ग्रहण गर्दाको अवस्थामा पुनर्जन्म भएको मानिन्छ अथवा जन्म भएको मानिन्छ। त्यसैले हामी भित्र भएको जीवात्मा न त जन्मेको हो न त मरेको हो। हरेक जीवात्मा फरक फरक हुन्। सर्वशक्तिमान परमेश्वरले प्रत्येक जीवात्मालाई भित्र रूपमा, भिन्न भिन्न रूपमा प्रदान गर्नुभएको छ। त्यति मात्र होइन, प्रत्येकको स्वभाव, रूप, रङ समेत चाहिँ नि छुट्टै छुट्टै छ। एक आपसमा मिल्दैनन्। एउटै आमा बाबाबाट जन्मेका छोराछोरी पनि समेत
फरकको रूप रङ्ग स्वभाव र शरीर समेत फरक पाउँछौँ। त्यसैले एउटै आमा बाबुको वीर्य र गर्भाशय त एउटै थियो, किन एक समान भएनन् उनका सन्तानहरू? यसको उत्तर के भने प्रत्येकको आत्मा फरक छ। उनीहरूको कर्म बन्धनबाट बाँधिएर फरक फरक आत्माहरूले उनको गर्भमा बास पाएको हुनाले फरक स्वभाव, फरक रूप, रङ्ग, शरीर पाएका हुन्। त्यसैले म भनेको तपाईँले देख्नुभएको शरीर होइन, यी आत्मा हुन्। कर्मबन्धनबाट मुक्त भएपछि फेरि आत्मा मुक्त हुन गई परमात्माकै स्वरूपमा एक रूप हुन पुग्दछ। आज यो आत्माको बारेमा यस्तो लेखेको थियो त्यो अध्यायमा। यति भन्दै आजको यो पाठ यही टुङ्ग्याउँछु। धन्यवाद।